हिसाब अनुपालन गर्न सक्यो भने हिसाब सहजै रूपमा गर्न हामी पाउँछौँ। तर मेन प्रोब्लम के रहेछ भन्दाखेरि उनीहरूले प्रश्नले भन्न खोजेको कुरालाई नै हिसाबमा रूपान्तरण गर्न नसकेर विद्यार्थीहरू धेरैको नतिजा कम भएको देखिएको छ र विद्यार्थीहरू हामी सोच्दै गरेका छौँ यो 4 क्लासदेखि नै पछिल्लो समयमा यो गणितका सबै क्वेसनहरू भाषिक रूपमा नै आउने भएको कारणले गर्दा अलिक विशेष चाहिँ निवारण तहमा पनि त्यहाँनिर पढाउनु पर्ने भएको कारणले गर्दा मैले कक्षा 6 बाट सुरु गरेको छु। त्यहाँ उल्लेख गरिएका विभिन्न समस्यामध्ये एउटा थियो भाषिक समस्यालाई कसरी हिसाबमा रूपान्तरण गर्न सक्ने मात्रै बनाउनु छ, ताकि उनीहरूले त्यो हिसाबमा रूपान्तरण गर्न सकिसकेपछि दिएको हिसाबहरू सहजै रूपमा गर्न सक्ने त छ नै, तर मुख्य मेन समस्या सुरुमा के रहेछ भन्दा हिसाबमा रूपान्तरण गर्ने कारण गणित विषयमा उनीहरू रुचि र चासो पनि भएको कारणले गर्दा मैले राखेको प्रश्न छ, किन मेरो विद्यार्थीहरूले गणितीय भाषीय समस्यालाई हिसाबमा रूपान्तरण गर्न सक्दैन? अनि विद्यार्थीहरूले भाषिक समस्या हिसाबमा रूपान्तरण गर्दा के क्रियाकलापहरू गर्नुपर्छ त? अनि भाषिक समस्या समाधानमा मेरा सहभागी शिक्षकहरूको धारणा के छ? ती समस्या अपनाउन विभिन्न किसिमका क्रियाकलापहरू गरियो सुरुमा किन गाह्रो भएको पर्दा किन तिनीहरूले सकेनन् भन्ने कुरा विभिन्न किसिमका आफूले जानेसम्म विभिन्न विधिहरू क्रियाकलापहरू धेरै गरिसके पश्चात पनि उनीहरूमा अपेक्षित सुधार आएको देखेको छैन, जसमा एउटा विभिन्न समस्याहरू लिने क्रममा कसरी चाहिँ मुख्य समस्या कारण बन्यो भन्नु मैले एउटा बेसलाइन टेस्ट लिएको छु, मेरो इभिडेन्सको रूपमा मैले यो राखेको छु। यहाँ तपाईँले हेर्न सक्नुहुन्छ धेरैजना विद्यार्थीहरूले भाषिक समस्या लिएर लगभग जम्मा 21 जना विद्यार्थीहरू 5-6 जनाले मात्रै गरेको छ, अरू सबै इन्ट्री देखेको छैन, कतिपय लिएको छ। यो हामीले यो राखेको छ। अनि यसमा नम्बर मैले अवलोकन गरेर धार्न चाहिन्छ। अनि त्यसपछि अवरोधित समस्यालाई कसरी समाधान गर्ने त भन्ने क्रममा विभिन्न किसिमका विधिहरू मैले गरेको छु। एउटा साङ्केतिक शब्द पहिचान प्रश्न धेरै लामो हुन्छ, तर त्यहाँनिर भन्न खोजेको एउटा विशिष्ट कुरा पनि हो, त्यसलाई माथि कसरी पहिचान गर्ने भन्ने खालको लागि विभिन्न किसिमका सङ्केतहरू दिने चाहिँ प्रश्नहरूले पढेकोमा अन्डरलाइन गरेको छैन, त्यसले मागेको कुरा के हो त भन्ने कुरा छ। भाषामा दिएको खोजेको छुट्याउने अभ्यास गिवन कार्ड अनि फाइन्ड कार्ड। गिवन कार्ड अन्तर्गत कस्तो खालको समस्या हो, त्यो के भन्न खोजेको भन्ने कुरा लेखिएको थियो भने फाइन्ड कार्ड राखेको के गर्न चाहिँ त्यसले कसरी त्यसलाई समाधान गरिन्छ भन्ने खालको उत्तरहरूलाई पनि त्यहाँ प्रस्तुत गरेर बनाइएको छ, जसमा मैले यहाँनिर कार्यमा प्रस्तुत गरेको छु, जो तपाईँले देख्न सक्नुहुन्छ। अनि त्यसपछि जोडी वा समूहका म्याथमेटिक्स विषयमा सबैभन्दा महत्त्वपूर्ण भनेको पछिल्लो समयमा मैले देखेको छ जोडी वा समूहका। योभन्दा अगाडि कुल स्किलको ट्रेनिङबाट मैले पत्ता लगाएको छ जोडी वा समूहका निकै राम्रो जान्ने अब विद्यार्थी स्तरमा छ भने तल्लो विद्यार्थी केही नजानेर त्यसलाई स्किप गर्नु भन्दा पनि उबाट केही कुराहरू सिकेर चाहिँ अगाडि बढ्न सक्छ। यो एकदम पछिल्लो समयमा मैले गरेको चाहिँ राम्रो लागेको विधि पनि हो। अनि त्यसपछि दैनिक जीवनका उदाहरणहरू दिनु। अब यस सम्बन्धी कुनै पैसाका कुराहरू छन्, हामीले सामान्य मुखले बोल्यो भने कुनै जान्ने विद्यार्थी होला अहिले त्यस्तै खालको मिडियम खालको उसले मुखले भनिन्छ, तर गर्ने बेलामा उसलाई आउँदैन। त्यस्ता खालका हिसाबहरूलाई पनि व्यवहारिक रूपमा यो राम्रो देखियो। अनि त्यसपछि समस्या पढ्ने चरणमा यसमा एउटा कुरा के पत्ता लाग्यो भने पढाइलाई मैले 3 किसिममा विभाजन गरेँ। एउटा चाहिँ सशोध पढाइ, अनि अर्को चाहिँ मौन पढाइ र अर्को चाहिँ ठुलो वा जोडले पढ्ने भनेर 3 किसिममा विभाजन गरेँ। कुनै पनि प्रश्न वा क्वेसनले मागेको कुनै कुरालाई 3 पटक पढ्न पाउँदा त